सिद्धार्थ उद्योग वाणिज्य सङ्घको यो 67औं वार्षिक साधारण सभाका अध्यक्षज्यू, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष, कार्यक्रमका प्रमुख अतिथि, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्षज्यू, यहाँ उपस्थित सम्पूर्ण अतिथिज्यूहरू र महानुभावहरू, म लुम्बिनी प्रेस क्लबको तर्फदेखि सबैलाई म अभिवादन व्यक्त गर्न चाहन्छु। हामी महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीको यो प्रवेश नगरी सिद्धार्थनगरमा यो आजको यो वार्षिक साधारण सभा सिद्धार्थ उद्योग वाणिज्य सङ्घले मनाउँदैछ। मलाई यो साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। आजभन्दा झन्डै 7 दशकभन्दा अगाडि उद्योग व्यवसायको पक्षमा काम गर्ने भनेर व्यापारीहरूको केही समूहले स्थापित यो संस्था आज यो क्षेत्रको एउटा ऐतिहासिक र महत्त्वपूर्ण संस्थाको रूपमा स्थापित भएको छ, जसले नेपाल सरकारसँग सहकार्य गरेर यहाँको औद्योगिकरण र यहाँको पर्यटनको क्षेत्रमा काम गरिरहेको छ, जो ऐतिहासिक र महत्त्वपूर्ण पनि छ। हामीले हेऱ्यौँ भने अहिले यो संस्थाकै कारणले यो भैरवा क्षेत्र अहिले औद्योगिकरणको सबैभन्दा अगाडि छ। यहाँ पर्यटन क्षेत्रलाई पनि सबैभन्दा अगाडि पुर्याउनको लागि यो संस्थाले काम गरिरहेको छ। त्यसकारण पनि सिद्धार्थ उद्योग वाणिज्य सङ्घ सबै व्यवसायीहरूलाई अगाडि बढाउनको लागि, सहजीकरण गर्नको लागि र औद्योगिकरण र आर्थिक केन्द्रको रूपमा अगाडि बढाउनको लागि यो क्षेत्रको सबै व्यवसायहरूको ढुकढुकी बनेको छ। हामीले सधैँ राज्यको समृद्धिका कुरा गर्छौँ, हामीले भाषण मात्रै गर्छौँ, कुरा मात्रै गर्छौँ, तर के कसरी समृद्धि हुन्छ त भन्ने कुरा उद्योग व्यवसायीलाई व्यावसायिकरणमा हौसला प्रदान गर्ने काम यो संस्थाले सधैँ गरिरहेको छ। कहिले उसले व्यापार मेला गरेर गर्छ, कहिले यहाँ सस्तो बजारका काम गरेर गरिरहेको छ भने कहिले छिमेकी मुलुक हामी नजिक छौँ भारतसँगको सहकार्यमा गरिरहेको छ। त्यसमा सबैको समन्वय पनि यो संस्थाले गरिरहेको छ। सरकारी निकायसँगको समन्वय, निजी क्षेत्रको समन्वय, यहाँ त छिमेकी मुलुकका केही व्यवसायीसँगको समन्वयका कारणले पनि यो संस्थाले आफूलाई एउटा गौरवान्वित संस्थाको रूपमा विकास गरिरहेको छ। अब पछिल्लो चरणमा भैरवा एउटा आर्थिक केन्द्रको रूपमा विकास भइरहेको छ, तर पनि यसका केही असहजता छन्, केही सङ्कट छन्, केही समस्याहरू छन्। त्यसलाई चिर्नको लागि संस्थाले केही महत्त्वपूर्ण काम गर्नुपर्छ जस्तो म एउटा पत्रकार भएको हिसाबले मैले सुझाव दिन चाहन्छु। आज यहाँ केन्द्रीय अध्यक्षज्यू पनि हुनुहुन्छ, त्यस कारणले म छोटो रूपमा पहिलो कुरा त भैरवा आफै पनि औद्योगिकरणको उच्चतम बिन्दुमा पुग्दै गरेको क्षेत्र हो। पर्यटन क्षेत्रमा पनि यो महत्त्वपूर्ण क्षेत्र छ। लुम्बिनी यही छ, हामीसँग रोहिणी छ, जसले बुद्धले शान्ति स्थापित गरेको क्षेत्र छ। हामीसँग देवदह, रामग्राम जस्ता क्षेत्रको बिचमा हामी रहेर पनि हामीलाई केही सङ्कटहरू छन्। अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माण भइरहेको छ, यो किन सञ्चालन भइरहेको छैन भन्ने कुरा तपाईँ हामी सबै ओपन सेक्रेट छौँ। यसलाई केही काठमाडौँका केही माफियाहरूले यसलाई सञ्चालन गर्न दिइरहेका छैनन्। कमसेकम भैरवाको अन्तर्राष्ट्रिय एयरपोर्ट सञ्चालन गर्नलाई आज मलाई लाग्छ उद्योग वाणिज्य सङ्घ केन्द्रीय अध्यक्षलाई भैरवाको यो सिद्धार्थ उद्योग वाणिज्य सङ्घले धेरै विश्वास गर्छ। मलाई लाग्छ हाम्रो वार्षिक साधारण सभा वार्षिक कार्ययोजना निर्माण गर्दा पनि उहाँलाई नै निमन्त्रणा गरेर सहकार्य गरेको थियो। मलाई लाग्छ आज यति ठुलो कार्यक्रममा पनि उहाँलाई नै निमन्त्रणा गरेको छ। यो एयरपोर्ट सञ्चालन गर्नलाई निजी क्षेत्रको भूमिका के रहन सक्छ, उद्योग वाणिज्य सङ्घको नेपाल उद्योग वाणिज्य सङ्घको भूमिका के रहन सक्छ, तपाईँको भूमिका के रहन सक्छ, यसको विषय यहाँले पहल गरिदिनुहुन्छ कि हुन्न भन्ने मलाई यहाँलाई प्रश्न छ। अर्को, देश व्यापार घाटा मात्रै गइरहेको छ। हामी व्यापारको नाफामा कहिले जाने त? हामी सधैँ विदेशी सामान ल्याउने, यहाँ उत्पादन गरेर नेपालमै बिक्री गर्ने, नेपालमा उत्पादन भएका सामान विदेशमा बेच्ने कहिले त? हामी औद्योगिकरणको अगाडि बढिरहेको बेलामा हाम्रा उत्पादनहरूलाई विदेशमा लिएर देशलाई समृद्धि बनाउने मार्गमा कहिले जान्छ? हामीले भैरवाको पर्यटन क्षेत्र भनिरहेका छौँ होइन, तर भैरवामा यति धेरै पर्यटक आउनुहुन्छ, त्यसलाई यहाँ राख्ने क्षेत्र नै छैन, स्थानीय छैन, अथवा यहाँ रोक्न सकिरहेका छैनौँ हामीले होइन। त्यसको लागि उद्योग व्यवसायको भूमिका के रहन्छ? त्यसमा सधैँ सहकार्य र समन्वय हुन मैले जरुरी देख्छु होइन। आज तपाईँले हेर्नुभयो भने होइन, युक्रेन भेनेजुएलामा किन आक्रमण भएको छ त भन्दा कहीँ न कहीँ त्यहाँ आर्थिक र व्यापारका स्वार्थहरू छन्। त्यस्तै भैरवा एयरपोर्ट पनि त्यो स्वार्थमा पुगिरहेको छ। हामीले आइसिपी निर्माण गर्दैछौँ, तर आइसिपीमा अब ट्रेन आउँछ कि आउँदैन भनेर मान्छेलाई शङ्का उत्पन्न भएको छ। त्यसमा पनि कहीँ न कहीँ घुसपेट हुन्छ कि त्यसमा पनि कहीँ रोक्ने काम हुन्छ कि भन्ने छ। मलाई लाग्छ सिद्धार्थ उद्योग वाणिज्य सङ्घले यो कुरामा सधैँ जोरदार माग राखिरहेको छ, तर त्यो रोकिन हुन्न, त्यहाँ आउने पहल हुनुपर्छ। त्यो सिद्धार्थ उद्योग वाणिज्य सङ्घले मात्रै गरेर हुँदैन, यो नेपाल उद्योग वाणिज्य महासङ्घले गर्न जरुरी छ। अर्को, किनकि त्यो केन्द्रमा छ, उसले सरकारसँग प्रत्यक्ष टच गएर काम गरिरहेको छ। अर्को, हामी व्यक्तिगत स्वार्थभन्दा माथि उठ्यौँ भने पनि देशको समृद्धि गर्न सक्छौँ, समाजको समृद्धि गर्न सक्छौँ, यस्ता उद्योग व्यवसायीहरूको समृद्धि गर्न सक्छौँ। हामीले लुम्बिनी प्रेस क्लबले तपाईँले हेर्नुभयो भने हामीले समाजकै लागि गरिरहेका छौँ। हामीले प्रत्येक वर्ष बौद्ध सञ्चार यात्रा गर्छौँ भैरवादेखि लुम्बिनीसम्म। कसका लागि त भन्दा समाजका लागि, यहाँको पर्यटन प्रवर्धनका लागि, यहाँको औद्योगिकरणको लागि। हामीले भैरवादेखि लुम्बिनीसम्मको 22 किलोमिटर यात्रा तपाईँहरू सबैलाई सहभागी गराएर लाने गर्दछौँ। तपाईँले भर्खर हामीले लुम्बिनीमा अन्तर्राष्ट्रिय न्युज फेस्टिभल गऱ्यौँ, लुम्बिनी न्युज फेस्टिभल, जसमा झन्डै भारतबाट मात्रै 40 जना भन्दा बढी मेन स्ट्रिमका मिडियाका पत्रकार आउनुभयो, नेपालभरिका पत्रकार आउनुभयो र त्यसमा पनि हामीले औद्योगिकरणका विषयमा छलफल गरेका छौँ, पर्यटनको विषयमा छलफल गरेका छौँ। त्यो के थियो त भन्दा लुम्बिनी प्रेस क्लबले आफूभन्दा माथि उठेर समाजलाई अगाडि बढाउनलाई यहाँको समृद्धि आवश्यक छ भनेर हामीले झन्डै
झन्डै 25 लाखभन्दा बढी आफ्नो व्यक्तिगत खर्चबाट हामीले त्यो गरेका छौँ, संस्थागत खर्चबाट गरेका छौँ। त्यसकारण पनि के हो भने यस्ता कार्यक्रम गर्न सकियो भने यसको समृद्धि हुन सक्छ। अर्को, पत्रकारले गर्ने भूमिका तपाईँहरूसँग सधैँ सहकारी हुन्छ, सँगसँगै जान सकिन्छ भन्ने नै हो। र अन्त्यमा तपाईँहरूले भइरहेको समृद्धिको लागि, यहाँको पर्यटन क्षेत्रको विकासको लागि र आइसिपी अन्तर्राष्ट्रिय एयरपोर्टलाई सञ्चालनको लागि महत्त्वपूर्ण भूमिका खेल्नको लागि सिद्धार्थ उद्योग वाणिज्य सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घसँग सहकार गरेर अगाडि बढ्नेछ भन्ने शुभेच्छा राख्दै यो साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्दै आफ्नो भनाइ अन्त्य गर्छु। धन्यवाद।